We are heading towards a beautiful destination today called Bright. यहाँ बक्सिलबाट चाहिँ अब हाम्रो साथीहरू पिक गर्न आएको छ बक्सिलबाट चाहिँ अलमोस्ट हामीलाई 4 आवर्स लाग्छ फ्रम बक्सिल टु ब्राइट अनि वी आर सो एक्साइटेड किनभने अब 2 वर्षपछि फाइनली हामी ग्रुप टुर गर्दैछौँ यु क्यान सी आवर फ्रेन्ड्स दे हामीलाई पिक गर्न आइसकेको छ एनी ल एनी एन्ड गोइङ इन द हाउस अल पम्प्ड अप भइरहेको छ अहिलेसम्म त ठिकै भइरहेको अब जाँदै गरौँ प्याकिङ डन गाडी रेडी प्याकिङ त मरत भइरहेको छ अझै हामी यहाँबाट चाहिँ अब सुजल दाइहरुकोमा जाँदैछौँ मेन बस यहाँबाट हाफ एन आवर लाग्छ पानी परिरहेछ हल्का तर पनि बबल्स ओके लेट्स गो नाइस हामीलाई एउटा सेक्रेट थाहा छ क्या दुईजनालाई आई डोन्ट नो फाइनली हामीहरू चाहिँ द ओजीहरूको घर आइपुगिसक्यो ल हामीहरू चाहिँ ठ्याक्कै सुजल दाइको घरमा आइपुग्यो अब यहाँबाट चाहिँ अब सबजना जाने यहाँ सब रेडी भइसक्यो सब मान्छेहरू झ्याप्प अनि अब यहाँनिर चाहिँ बाथरुम ब्रेक गरेर जाने कुरा छ होइन हाम्रो फाइनल बस ए फाइनल बस पनि यहाँ हुनुहुन्छ कहाँ सुन देखाउँ त डायमन्ड हो हाम्रो भाइ पनि जानु लाग्छ नाइट ड्युटीबाट होइन नाइस ल मजा हुन्छ ल अब हामी कहाँ भेट्ने हो हामी अब ईएमा भेट्ने हैन ए भन्ने ठाउँमा ल अब चाहिँ हामी यहाँबाट दुईटा गाडीमा जान्ला यो गाडीमा म आइस र सुजल दाइ तिनीहरू त्यो गाडीमा जान्छ गगन बेस्ट अफ लक ल हामी चाहिँ अब ठ्याक्क हल्का पेट्रोल किनेर चाहिँ जान लाग्छौँ सो पेट्रोल चाहिँ यहाँ छ यहाँ पेट्रोल यहाँ छ त समझ रहे हो हेलिकप्टर लिएर रक्सी खान आउँछ नि यहाँ यो वाइर छ नि मान्छे हेलिकप्टर लिएर रक्सी खान आउँछ अनि झ्याप पनि अनि रक्सीमा हेलिकप्टर मान्छे चढ्दा के बोले अन्त गाडीमा मापसी हुन्छ नि हेलिकप्टर लिएर होला नि सही हो ल यहाँ चाहिँ यो हावामा त कसले चेक गर्ने त्यही भने यो वाइनरीमा चाहिँ मान्छेहरू हेलिकप्टर लिएर चाहिँ वाइन टेस्टिङमा आउँछ अरे किन भन्दाखेरि मापसी हुँदैन भनेर होइन सही हो यो हो नि त रैजी भनेको त यति बेला चाहिँ हामी ये भन्ने ठाउँमा आइपुगेका छौँ यु क्यान सी ब्युटिफुल लिटल टाउन छ अटमको यो राम्रो लिप्सहरू पनि छ यहाँ चाहिँ हामी अराउन्ड 2 घन्टा जस्तो ड्राइभ गरेपछि यहाँ आइपुगेको हौ हामी चाहिँ ब्राइट जान लाग्यो ब्राइट इज अल द वे द्याट साइड अनि अब यहाँबाट 2 घन्टा जस्तो लाग्छ तर हामी बिचमा चाहिँ ब्रेकफास्ट गर्नलाई रोकेको यु क्यान सी हाम्रो यहाँ ब्रेकफास्ट गर्ने पनि भइरहेको छ टक्क मिलाउनु भइरहेछ लेट्स सो देम यहाँनिर चना अन्डा के हो भइरहेछ टक्क अस्ताजी चा कस्तो छ आलु आहा ब्ल्याक टी यहाँ धेरै भयो भन्ने कुरा भएको छ तर गगनजीले अहिले भ्याउँछु भन्ने कुरो गरेर यति चना त म एक्लै खाइदिन्छु हो र अस्ताजीले बनाएको आलु त्यस्तो चाहिँ होइन 50 रुपैयाँ काट्नु पर्ला नि भाइ ओभर एक्टिङको 50 काट्ने भयो नि त यिनीहरूले ल हामीहरू चाहिँ फाइनली ब्रेकफास्ट गरिसक्यो ब्रेकफास्ट गरेपछि अब हामी जाने 2 घन्टा लाग्छ ब्रेकफास्ट वाज सो गुड आलु चना चिया कालो चिया ए अन्डा पनि भन्नु पर्यो फेरि गगनजी अफेन्ड हुने कुरो देख्यो यहाँ म चियाको फिडब्याक दिन चाहन्छु म चाहिँ कहिले पनि खासै चिया नखाने मान्छे हो तर अस्ताजीले यस्तो बवाल बनाउनु भएछ मैले पनि चिया खाएँ ल चियर्स गरौँ न त बवालै जाडो चाहिँ छ तर रमाइलो पनि भइरहेको छ यु क्यान सी यतातिर अब यो अटमको लिप्सहरू
बवाल छ रमाइलो भइरहेछ चिसो चिसो छ अब 2 more hours to go we'll see you in Bright We're gonna be alright. Dry those eyes. You'll be back in the morning when the sun starts to rise. So mama, don't stress your mind. So mama, don't stress your mind. हामी चाहिँ यति बेला ब्राइट आइपुग्यो ब्राइट एज यु क्यान सी इट्स भेरी ब्राइट अघि अलिअलि पानी सानी परिरहेको थियो तर पनि अहिले ब्राइटमा चाहिँ इट्स सन इज आउट अनि राम्रो छ एकदमै अनि यहाँ चाहिँ हामी आउँदै गर्दाखेरि बाटो बन्द भएर ठ्याक्क यता एक साइडमा रोकेको थियौँ तर यहाँ चाहिँ एउटा फेस्टिभल लागिरहेको रहेछ इटालियन फेस्टिभल म्युजिक लट अफ फुड एन्ड एभ्रिथिङ इज गोइङ अन एकदमै रमाइलो भइरहेको छ अब एकछिन चाहिँ विल वाइब इन हियर यु क्यान सी एकदमै ब्युटिफुल छ त्यहाँनिर कन्सर्ट पनि भइरहेको छ अनि त्यसपछिबाट यहाँनिर फुड स्टलहरू पनि टन्नै छ विल ट्राई आउट सम इटालियन फुड मेबी अनि त्यसपछिबाट अब यहाँबाट जम्मा हामी बस्ने ठाउँ चाहिँ 30-40 मिनट मात्र टाढा हो सो विल स्पेन्ड सम टाइम हियर एन्ड देन गो Let's pass it to the pro. Okay, let's pass it to the pro, yeah? It's great here. There's lots of food. My favorite food is the donuts. The donuts. What do you like about this? They're yummy. I live not around here, but I come here to celebrate this. I got black, I got white, what you want? I'm outside of Goose and hop up in the field. My favorite food is the polenta. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10. Actually, no, 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10. Polenta. Yummy. Bright कस्तो रहेछ त एकदम दामी छ यार एकदम ब्युटिफुल एकदम मजा आयो मलाई त झनै ब्युटिफुल यो भन्दा ब्युटिफुल के होला त संसारमा एकदम ह्याप्पी फिल यहाँ आउने बित्तिकै मलाई त एकदम रमाइलो लाग्यो मलाई नि धेरै रमाइलो लाग्यो कस्तो लाग्यो Bellissimo. Bellissimo. Oh, gracias. Lo sai che l'ingenuo è paura che questo sogno fosse. Che pensi ragazzi, torniamo negli anni 60? Va bene? Lo sai. Giovando dubbi, torniamo con la marmola. E la luna pensa mai, mamma mia, ci dongo, pizzaiolo, io vai, in vero, sempre con la pizza, mantiene, così. Allora, Carmine, che c'è? Una raspa. यो फेस्टिभल चाहिँ बवाल क्रेजी रहेछ हैन इटालियन फेस्टिभल हो सो मच अफ वाइन फुड अनि म्युजिक अनि फाइनली यो बेला चाउ भन्ने पर्फर्मेन्स चाहिँ मलाई हेर्न मन थियो पहिलेदेखि लाइभ देख्न पनि पायो लकिली यहाँ आउने हाम्रो कुनै पनि प्लान थिएन तर आइयो इट्स सो गुड मजा आयो अब चाहिँ हामी वी आर हेडिङ टुवर्ड्स टु आवर त्यो जो बुकिङ गरेको छ क्याम्पिङको लागि वी गोइङ द्याट सो सी यु अराउन्ड सो द्याट एरिया एकदमै बवाल छ ल हाम्रो चाहिँ यहाँ अब काम सुरु भइसकेको छ वेलकम टु प्रतिमा असिस्ता एन्ड एनी किचन आज चाहिँ हाम्रो बन्दैछ के बन्दैछ यहाँ फर्स्टमा यहाँ चाहिँ म अहिले काँक्रो काट्दैछु यो चाहिँ हाम्रो चटपटेको लागि तयारी हुँदैछ यता असिस्ताजी हुनुहुन्छ पानीपुरीको फिलिङ बनाउँदैछु पानीपुरीको फिलिङ पानीपुरी अल्सो हेज द फिलिङ है एभ्रीबडी हेज द फिलिङ्स अनि एनी चटपटे वाली ल हाम्रो चाहिँ अनप्याक भइसक्यो अनि हामीले के हो रे यो तोरीको तेल है एकजना हाम्रो दर्शक होइन साथी उहाँ ढलिसक्नु भएको छ डलरहरूको कमी भएन
हामीले यो घरलाई 5 मिनेटमा नेपाली फ्राई गरिसकेका छौँ यो हाम्रो चटपटे टोरीको तेल मसलाको डिब्बा सबै राखेर चाहिँ पानीपुरी काँक्रो यहाँ पानीपुरीको झोल पनि छ यहाँ त्यसपछि अनि खुट्टा कसरी हो यहाँनिर पख्न बत्तीवाला देखाउनुपर्छ दर्शकलाई हो खुट्टा चाहिँ यसरी धुने हो अब चाहिँ चक्क हामी खान्छौँ मासु पनि लिएर आएको छ म्यारिनेट गरेर त्यो म्यारिनेट गरेको मासु पनि उता बारबिक्यू गर्ने ठाउँ छ त्यहाँ गएर बारबिक्यू गर्ने मजाले खाने अनि आराम गर्ने आजलाई सो वेल कल इट अ डे ल यहाँ चाहिँ अब टिकटक बनाउनु डान्स प्र्याक्टिस भइरह हो चिमल चालमा मुरुको कसरी गर्ने हो यस्तो गर्नु पहिला हेर्नु सुजल चाहिँ यस्तो गरेर अनि यस्तो गरेर सुजललाई कमर भाँच्छ नि सिलौटामा पिन्ने के यस्तो गरेर सिलौटामा यहाँ पिन्ने फेरि यस्तो यहाँ पिन्ने कसरी हल्लिन्छ दाजु कमर भाँच्नु भाइ तू जाके ग्रिल सम्हाल ल अब डान्स सिक्यो डान्स अब हामीले डान्स सिकिसक्यो अब टिकटक बनाउँछौँ हामी सुजललाई खोइ त सक्यो